सन्डे वाक हिँडियो है अब। ल सन्डे वाक फोटो देखिन्छ कि देखिँदैन? हल्का सबैको देखाइदिएको है अलिअलि। ल यो सन्डे रन कता पो आज यो वाकिङ चालक। अगाडि नेटोली अगाडि पछाडि गएछ हामी चाहिँ जन्ती जन्ती किन यो हो नि पारा। ल सही 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 सही। आउँदैछ अब फेरि फोटो र भिडियो मिल्दैन होला नि त्यहाँनिर नास्ता हुन्छ है तपाईँहरू। हाम्रो टोली कोही अगाडि कोही पछाडि। जुन यो चालकको ट्रेल वक आस्पोर्ट युके चालकको यो जङ्गल वरिपरि घुम्न निकै राम्रो रहेछ स्वास्थ्यको लागि पनि। 2 घन्टाको वाकमा छौँ आज हामी। 1 घन्टा 1.5 घन्टा पार गरिसक्यो। यो पुरै घुम्नको लागि त दिउँसोभरि नै लाग्ने रहेछ। ल यहाँहरू पनि घुम्न सक्नुहुन्छ है अब आस्पोर्ट युके वासीहरू वरपरको डोभर फोक्सटन क्यान्टरबरी मेडिस्टोन वरपरको चाहिँ यहाँ आएर घुम्दा हुने रहेछ। सानो पन्ड पनि रहेछ। अब हामी यता जाने। ल गीत साह्रै राम्रो रेकर्ड हुँदैछ। राम्रो गाउनु हुँदो रहेछ। रमाइलो। रमाइलो छ जस। उकालो चढ्यो हाम्रो बाटो अब। ल यता पनि फर्किनुहोस् न। ल ल 2 जना दिपा बहिनी यता। आखेन सारी नुमा हो सोमिते ओमेकमा पनि कति सारो आखेन सारी नुमा हो ओमेकमा भन्छ न। थ्यांक यू थ्यांक यू वेलकम। लु खै यहाँ हामी बस्नु त। ब्लू बेल पनि दामी हो। यो होइन भिडियो है होइन भिडियो नि त दामी हो एकदम। हाम्रो टिम चाहिँ त्यहाँ फोटो खिच्ने हुँदैछ कार्यक्रम। त्यो गर्न चाहिँ म पनि त्यहाँ जान्छु। हाम्रो ग्याङ है यो आजको सन्डे रनको ग्याङ।
हाम्रो ग्याङ अब बाटो लाग्दैछ यो खिच्नु पर्यो कस्तो दामी रहेछ आम्मामाम ल यो त विशाल एरिया रहेछ यो एरिया चाहिँ यो ब्लू बेल फ्लावर को एरिया रहेछ हाम्रो बाटो यता मोडिन्छ अमृता बहिनी आउनुभयो अहिले बिमलागुडीबाट हाम्रो राम 8632 उकालो चढो है बाटो अब माखिम र उसलाई ल्याउँछु म पुललाई कालो अहिले चाहिँ हामी पनि थुप्रो भयो अब गर्नुपर्छ बुढेसकालमा त यही त हो त हामी ल युकेमा यसरी यो सल्लाहहरू सानो सानो उम्रिँदैछ यसरी रोप्ने गरेछ धेरै ठाउँमा यस्तो छ है यतापट्टि अब अलि ठुल्ठुलोहरू छ यस्तोहरू धेरै छ ल अब हाम्रो मान्छे यता लाग्यो अब दामी एउटा मिलाम न कुनै स्टेट रमाइलो छ है हाम्रो ग्याङका दिदीबहिनीहरूको एउटा ग्रुप अघि पुगिसक्यो कार पार्कमा ल अब आउनुहोस् सत्र 18 19 सेकेन्ड भयो ल हाम्रो एउटा टिम चाहिँ अघि आएर यहाँ स्न्याक्स सुरु भइसकेछ हाम्रो एउटा टिम चाहिँ भर्खर आउँदैछौँ एउटा टिम चाहिँ आइपुग्दैछौँ र हामी पनि यो स्न्याक्समा भाग लिनेछौँ ल हाम्रो काजी सर र हाम्रो आशा माध्यम उहाँहरूको चाहिँ यो चियापान स्पोन्सर सबैले अलिअलि ल्याएका पनि छन् तपाईँको मामाश्री आउनुहोस् ल को पा चिया 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 खानु चिया म खोलेको
हेर न पछि आशा बहिनी भाइलाई धन्यवाद। भेराइटी लिउँ भनेर आज यहाँ हामीले 2 आवर्स वकिङ गरेको छौँ। त्यसको लागि सबैलाई थ्याङ्क यू भेरी मच। अनि हाम्रो सन्डे रनिङको सम्मेलनलाई सिरे ट्याम्बे बोल्दै हुनुहुन्छ, आउनुहुन्छ होला भन्ने आशा गरेको छ। भिक्टोरिया पार्क इन्फर्मेसन दिँदै हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ मे 3 मा हाम्रो एनुअल बेल वाटरको प्रोग्राम सेट गरेको छौँ। त्यसमा भ्याउनेहरू जाउँ नभ्याउने त्यस्तै हो, सबैले भ्याउनु सक्दैन के अरे। जो भ्याइन्छ जाउँ। अब सबैको छुट्टी मिलाउनु खोज्दा मिल्दै नमिल्दो रहेछ क्या। अनि विशेष दिदीबहिनीको रिक्वेस्ट हो के अरे शनिबार गरौँ भनेर, ताकि भोलि सन्डे चाहिँ रेस्ट डे हुन्छ भनेर। त्यही भएर सन्डे हो, त्यो अलिकति टफ छ योभन्दा। अनि त्यो एउटा चाहिँ के हो भने हामी वर्षमा एकताल गर्नुको कारण चाहिँ के हो भनेदेखिलाई हाम्रो हरेक हप्ता सन्डे आएर रनिङ गर्छौँ, वकिङ गर्छौँ। हाम्रो के अरे फिटनेस चाहिँ कतिको मेन्टेन कतिको इम्प्रुभमेन्ट गऱ्यो भनेर त्यो एउटा टेस्ट पनि हो। 5 आवर्स वक तपाईँहरू मजाले गर्नु सक्यो भने तपाईँ सुपर फिट हो। तर एउटा के भनेदेखि लास्ट इयर शिवसरी दिदी उहाँले नै कम्प्लिट गर्नुभयो भने तपाईँहरू त्यो अवश्य गर्नु सक्नुहुन्छ। तर इट इज टफ, इन्जोय पनि हुन्छ। त्यो चाहिँ वर्षमा एकपल्ट हाम्रो हेल्थ के अरे सेल्फ एसेसमेन्ट हो, कतिको इम्प्रुभ भयो, कतिको के अरे हामी फिट छौँ भनेर एउटा एसेसमेन्ट पनि हो। अनि विशेष हामीले जे जस्तो प्रोग्रामहरू राखेको छ सबै फिटनेस रिलेटेड हो। कति दिदीबहिनीले पिकनिकको बन्दोबस्त गर्नुहोस् न भन्ने, तर हामी चाहिँ त्यो के पिकनिक मात्रको लागि हुँदैन, हामी गरिहाल्यो पनि पहिला फिटनेसको लागि हेल्थको लागि गर्छौँ। अनि यसो बसेर खानेकुरा गर्छौँ। त्यो दिन पनि हामी दिउँसो के अरे कति 22-23 किलोमिटर हिँड्छौँ। 22 माइल अनि तर के अरे कतिपय गइसक्नु छ नजानेको लागि एकदम राम्रो छ। एउटा बेवल भनेको चाहिँ रिजर्भर हो, त्यसको वरिपरि हिँड्दाखेरि 23 किलोमिटर हुन्छ। अनि कहिले हामी अप जान्छौँ, कहिले डाउन जान्छौँ, कहिले यस्तो मेटालिक रोडमा हिँड्छौँ, कहिले चाहिँ यस्तो जङ्गलमा जान्छौँ। एकदम राम्रो छ। अनि त्यो रिजर्भर नै एकदम के अरे राम्रो भएको कारणले यहाँ तपाईँहरूलाई के यसरी गीत गाउँदै बात मार्दै हेर्दाखेरि 24 किलोमिटर 25 किलोमिटर हिँडेको केही चाहिँ लाग्दैन। तर तपाईँ फर्स्ट टाइम आएको छ, एक हप्ता चाहिँ थला गर्नुहुन्छ त्यो चाहिँ हो। तर अब के भनेदेखिलाई तपाईँ रेगुलर हिँड्नुहुन्छ, रेगुलर एक्सर्साइज गर्नुहुन्छ, त्यो हुँदैन। फर्स्ट टाइम त्यो बेलवाटर गङ्गा हामी जाँदाखेरि म एक हप्ता चाहिँ थला परेको। तर अहिले बेसिकली हामीलाई के हुँदैन किन हामी रेगुलर हिँड्दा हाम्रो शरीर एडजस्ट भइरहेको छ। त्यो एउटा तपाईँ हामी सबै फिट हौँ, तपाईँलाई अरूलाई पनि के अरे फिट बनाऊ भनेको उद्देश्यले खोलिएको हो। हाम्रो 3 वर्ष कम्प्लिट गर्छौँ, यो वर्ष चाहिँ 3 मेमा सेट गर्छौँ। भ्याउनेर आउने ट्राई गर्नुहोस्। फ्लोट बाइक के अरे भान्साघर अथवा के अरे उसमा हामी बसेर खान्छौँ, गफ गर्छौँ। त्यो छ हामी सन्डे नै भने होइन, त्यो नाम लाउँछु। यदि तपाईँले दिउँसो मात्रै सन्डे त होइन हौ, शनिबार प्रसति दुईवटा दिउँसो बेलुका पनि आउनु सक्नुहुन्छ। तर शनिबार तिमी 4 मा जाने हो, सोसियल इभिनिङमा जोइन गर्छु भन्दा पनि गइने छ, जानु त जानुपर्ने रहेछ है त्यो ठाउँमा। मेडिस्टनतिर अरे सक्दो ट्राई गरौँ। अनि यता इन्टरभ्यू चाहिँ के अरे हामी सबै हेल्थको लागि सबै हेल्दी बसौँ, अरूलाई बसौँ भन्ने उद्देश्य हो। त्यही भएर हामी जहिले पनि हेल्थ रिलेटेड प्रोग्राम राखेर मात्रै हामी खान्छौँ है। त्यो चाहिँ अरू चाहिँ अब यो खान्छौँ। चिया छ है, अझै चिया छ, बिस्कुट छ, फ्रुटहरू पनि साथी काजी र बहिनीलाई बिग थ्याङ्क यू। नेक्स्ट टाइम पनि योभन्दा धेरै आउला जस्तो भयो नि।